गाइज वेलकम ब्याक टु माई न्यू ब्लग इट्स योर्स लेजर। आज चाहिँ हामी मर एउटा भाइ कर्चोक जाने काम छ, सामान लिएर आउँछु अनि भेट्छु है। कपाल पनि लामो लामो भइसकेको छ यार, कति छिटो। ओके लेट्स गो गाइज। गाइज हामी सामान लिएर फर्किँदैछौँ। सुदीपले भर्खर फोन गरेको थियो। अब घर गएर फेरि सुदीपलाई पनि भेट्न जानु छ। यस्तै छ। हामी चाहिँ अघि आएको बाटो नगइकन फेरि अर्कै बाटो जाँदैछौँ कि एउटै बाटो कति देखाउनु एउटै भिडियोमा। अब फेरि एकछिनपछि भेट्नुपर्छ केटा हो। ल मेरो पछाडि चाहिँ भाइ बसिरहेको थियो अनि भाइले भिडियो खिचिरहेछ। अनि अब भिडियो केही कमी कमजोरी भयो भने ट्याक्क भाइलाई कराउनु है, मलाई चाहिँ होइन। ल के अरे फर्स्ट भिडियो हाल्ने बित्तिकै 30 सब्सक्राइबर पुरा भएको छ। अब बिस्तारै अझै सब्सक्राइब गर्नु होला, लाइक सेयर सब्सक्राइब पनि गरिरहनु होला। अब यहाँ सिद्धार्थ चोकबाट भित्र छिरेर अनि सिधै जाँदैछौँ। यो बाटो चाहिँ ट्याक्क गौतम चोक निस्किन्छ अनि त्यहाँबाट ट्याक्क स्टेपमा निस्केर जानु सजिलो हुन्छ नि त हामीलाई पनि। यदि कोही एभेन्जर बाइकवाला छौ र भिडियो हेर्दैछौ अनि तिमीहरूको माइलेज कतिको दिएछ यसो कमेन्ट गर है केटा हो। मेरो त त्यही कति 35देखि त्यही 38को भन्दा दिएको छैन कि 150ले पनि दिनुपर्ने। अब एकचोटि यसको कार्बोरेटर पनि सफा गर्नुपर्ने भएछ। बिस्तारै गरममा यहीँ के छ र अघि यसो एकछिन पानी परेको थियो अनि ट्याक्क घाम पनि लाग्यो अनि रेनबो देखियो। क्या राम्रो देखियो आज चाहिँ। यस्तै छ केटा हो नेपालको बाटो, कतै खाल्टे खुल्टी, कतै कच्ची, कतै पिच, के हो यार। हामी चाहिँ अहिले यता घुम्न जाँदैछौँ होइन। हावासावा खानु पऱ्यो नि त यसो, त्यहाँदेखि गर्मी छ। हाम्रो सुदीप भाइले चलाइरहेको होइन, राइडर हो। आज भर्खर गीत ड्रप भएको, रमाखा केटा पार्टी दिन्छु भने मलाई गीत ड्रपिङ भएको। यो चाहिँ हाम्रो सीतावनको बिमार। तपाईँ त्यतिर यसो चिया नास्ता गर्नुपर्ने हुन्छ। सुदीपको गीतको पार्टी रे आज। रेनको सही देखियो यार आज, मौसम सही हो। ठिक छ। यो चाहिँ म सँगै पढेको साथीको काजाबाट हो। साथी हो। Few minutes later. अनि गाइस सुदीपले हामीलाई खाजा चाहिँ खुवाइसकेको छ। अब हामी हाम्रो घरतर्फ लाग्छौँ। त्यहाँ भिडियो बनाउनु लाग्थ्यो, त्यो दाइहरू हुनु रहेछ। अलि कस्तो लाग्यो खासै बनाएन मैले भिडियोहरू। त्यही अघिकै बाटो हो होइन। भिडियो त के खिचिरहनु।
राइडर हो नि फेरि हाम्रो केही भनिदेऊ नि त ल हेलो नमस्ते आइएम सुजित पौडेल फ्रम वेयर आई डोन्ट नो है तर चाहिँ जस्तै जिन्दगी भइहाल्छ के गर्नु पठाएर त पठाएर सिभिक सेन्स भनेर भिडियो हाल्न चाहिँ पाइँदैन है केटाहरू छाडा केटाहरू अगाडि पनि छैन अड्गाड सड्गाड नि छैन म पढेको स्कुल है यो चाहिँ स्कुल भयो होइन यहाँबाट सिधै गएपछि चाहिँ अनि यो चाहिँ हाम्रो ट्याक्क फोटोसोटो चाल्यो भने हाम्रो कलेज ट्याक्क घर पनि एकदम लागेको यस्तै बाटो काट्न चाहिँ भएन जताभावी रूपमा